नमस्कार साथीहरु, तपाईलाई स्वागत छ। आजको यस भिडियोमा तपाईलाई म यदि हामीले चाहिँ टीएमएस अकाउन्ट खोल्छौं भने टीएमएस अकाउन्ट खोलिसकेपछि जब हामीलाई चाहिँ ब्रोकरले पासवर्ड रिसेट गर्न जीमेलमा चाहिँ टीएमएस को क्लाइन्ट आईडी सहित लिंक पठाउँछ भने हामीले दुईवटा काम चाहिँ गर्नुपर्ने हुन्छ है। र त्यो दुईवटा कामहरु के हुन् तपाईलाई म देखाउँछु। मैले पनि टीएमएस अकाउन्ट खोलेको छु र अहिले मलाई चाहिँ ब्रोकरबाट मेल आएको छ र तपाईलाई म यो मेल ओपन गरेर देखाउँछु र मैले चाहिँ के काम गर्नुपर्ने हुन्छ त्यो काम पनि तपाईलाई म देखाउँछु है त। म चाहिँ आफ्नो जीमेल ओपन गर्छु र तपाईले पनि आफ्नो जीमेल ओपन गर्नु होला। र मलाई यहाँ चाहिँ ब्रोकरबाट चाहिँ मलाई एउटा मेल आएको छ। तपाईले यहाँ देख्नुहुन्छ TMS32 भनेको छ। TMS32 बाट चाहिँ मलाई क्लाइन्ट एक्टिभेटेड भनेर एउटा चाहिँ मेल आएको छ। म यसलाई ओपन गर्छु र तपाईले पनि TMS अकाउन्ट तपाईले क्रिएट गरिसकेपछि ब्रोकरबाट यसरी मेल आएको छ भने तपाईले त्यसलाई ओपन गर्नुहोस् र तपाईले यहाँ देख्नुहुन्छ योर अकाउन्ट विथ युजर नेम भनेको छ। युजर नेम भनेको चाहिँ हाम्रो यो क्लाइन्ट आईडी हो र त्यसपछि यहाँ तपाईले पढ्न सक्नुहुन्छ हैज बीन एक्टिभेटेड सक्सेसफुली प्लिज क्लिक द बिलो लिंक टु रिसेट योर पासवर्ड भनेको छ। र तपाईले पनि आफ्नो क्लाइन्ट आईडी तपाईले यसरी देख्न सक्नुहुन्छ र त्यसपछि तपाईले एउटा लिंक देख्न सक्नुहुन्छ। यो लिंक चाहिँ हामीले अब यो लिंक ओपन गरेर चाहिँ हामीले पासवर्ड रिसेट गर्नुपर्ने हुन्छ है। त्यो कारण तपाईले चाहिँ आफ्नो ब्रोकरबाट चाहिँ यसरी मेल आएको छ भने त्यो लिंक ओपन गर्नुहोस् र तपाईले गर्नुपर्ने पहिलो काम भनेको चाहिँ पासवर्ड रिसेट गर्नुपर्ने हुन्छ। र त्यसपछि सेकेन्ड काम के हो त्यो पनि तपाईलाई म देखाउँछु। अब हामी चाहिँ पासवर्ड रिसेट गर्न चाहन्छौं, त्यसको लागि तपाईले यो लिंक ओपन गर्नु होला। यो लिंकको भ्यालिड भनेको 24 आवरको हुन्छ। तपाईले चाहिँ 2-3 दिनपछि गर्छु भने चाहिँ त्यसरी चाहिँ मिल्दैन है। र त्यो कारण तपाईले चाहिँ 24 आवर भित्रमै तपाईले चाहिँ यो लिंक ओपन गरेर तपाईले पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ। अब म यसलाई चाहिँ क्लिक गर्छु। त्यसपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ क्रोमबाट मैले ओपन गर्दै छु। त्यो कारणले जस्ट फन्ट भनेर म क्लिक गर्छु। अब तपाईले चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ न्यू पासवर्ड भनेको छ। एउटा पासवर्ड चाहिँ तपाईले नयाँ एउटा स्ट्रङ पासवर्ड बनाउनुहोस् र त्यसलाई चाहिँ कन्फर्म गर्नु होला। म चाहिँ आफ्नो एउटा स्ट्रङ पासवर्ड चाहिँ म यहाँ राख्छु। तपाईले यहाँ देख्न सक्नुहुन्छ पासवर्ड चाहिँ कसरी बनाउने भनेर तपाईले यहाँ देख्न पनि सक्नुहुन्छ। अब म चाहिँ एउटा पासवर्ड बनाउँछु। ओके, मैले चाहिँ आफ्नो एउटा न्यू पासवर्ड बनाएको छु र त्यसलाई पनि कन्फर्म गरेको छु। र तपाईले पनि न्यू पासवर्ड बनाएर एउटा स्ट्रङ पासवर्ड बनाएर कन्फर्म गर्नुहोस्। र त्यसपछि तपाईले यहाँ तल देख्नुहुन्छ सबमिट भनेको छ। तपाईले सबमिट गर्नुपर्ने हुन्छ। म यसमा सबमिट गर्छु। ओके, अब चाहिँ यहाँ तपाईले देख्नुहुन्छ सक्सेस भनेर आएको छ। पासवर्ड चाहिँ हाम्रो सक्सेस भइसकेको छ। अब मैले पासवर्ड बनाइसकेको छु र ब्रोकरले हामीलाई क्लाइन्ट आईडी पनि दिएको छ। अब त्यो क्लाइन्ट आईडी यहाँ म राख्छु र पासवर्ड राखेर क्याप्चा राखेर म यसलाई लगइन गर्छु। ओके, मैले चाहिँ युजर नेम पनि राखेको छु। युजर नेम भनेको चाहिँ अघि हामीलाई टीएमएस बाट चाहिँ जुन क्लाइन्ट आईडी दिएको छ त्यो क्लाइन्ट आईडी मैले राखेको छु र पासवर्ड मैले अघि क्रिएट गरेको थिएँ र त्यही पासवर्ड मैले राखेको छु र यो क्याप्चा चाहिँ मैले यहाँ राखेको छु। अब यसलाई म लगइन गर्छु। अब हामी चाहिँ टीएमएस को डैशबोर्डमा आइसकेको छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ टीएमएस को डैशबोर्ड मैले तपाईलाई ओपन गरेर देखाइरहेको छु। हाम्रो पहिलो काम भनेको चाहिँ पासवर्ड क्रिएट गर्नु हो र पासवर्ड चाहिँ हामीले क्रिएट गरिसकेको छ। अब सेकेन्ड काम भनेको हाम्रो बैंक डिटेल चेक गर्ने हो। त्यसको लागि तपाईले चाहिँ यहाँ 3 डट देख्नुहुन्छ, यसमा क्लिक गरिदिनुहोस्। त्यसपछि माई इन्फर्मेसन तपाईले देख्नुहुन्छ, यसमा क्लिक गरिदिनुहोस्। माई इन्फर्मेसनमा क्लिक गर्नुभयो भने अब तपाईले चाहिँ बैंक डिटेल चेक गर्नको लागि तपाईले यहाँ देख्नुहुन्छ क्लाइन्ट डिटेल्स भनेर तपाईले देख्नु होला। यसमा जानुपर्ने हुन्छ। क्लाइन्ट डिटेल्समा गइसकेपछि तपाईले यसलाई स्क्रोल गरेर तपाईले डाउन गर्नुभयो भने अब यहाँ तपाईले देख्नुहुन्छ बैंक डिटेल्स भनेर तपाईले देख्नुहुन्छ र यहाँ तपाईको बैंक एकाउन्ट नम्बर पनि देखाएको छ। यदि सही छैन भने ब्रोकरलाई तपाईले तत्काल तपाईले फर गर्नुपर्ने हुन्छ र सही छ भने तपाईले यसलाई चाहिँ एक्टिभेट गर्नुहुन्छ। एक्टिभेट गर्नको लागि तपाईले भ्यालिडेटमा क्लिक गरिदिनुहोस्। म यसमा क्लिक गर्छु। अब हाम्रो चाहिँ यहाँ तपाईले देख्नुहुन्छ सक्सेस भइसकेको छ। अब मैले चाहिँ आफ्नो बैंक एकाउन्ट नम्बर मैले चेक गरेर चाहिँ यहाँ मैले अपडेट गरेको छु र यसरी नै तपाईले चाहिँ आफ्नो बैंक डिटेल्समा गएर चाहिँ एकाउन्ट नम्बर सही छ कि छैन एकचोटि चेक गरेर चाहिँ सही छ भने त्यसलाई चाहिँ अपडेट गर्नुपर्ने हुन्छ है। त्यो कारण तपाईले चाहिँ टीएमएस एकाउन्ट खोलिसकेपछि पहिलोचोटि तपाईलाई चाहिँ ब्रोकरले मेल गरेको छ भने तपाईले चाहिँ त्यो मेल ओपन गरेर त्यहाँ पठाएको लिंकमा क्लिक गरेर नयाँ पासवर्ड तपाईले क्रिएट गर्नुहोस् र क्रिएट गरिसकेपछि तपाईले त्यसलाई लगइन गरेर आफ्नो बैंक डिटेल्स चाहिँ चेक गर्नुपर्ने हुन्छ है साथी।